मोरङको रङ्गली नगरपालिका वार्ड नम्बर 6मा निर्माण भएको कालोपत्रे सडक 10 दिन नपुग्दै भत्किन थालेको छ। ठाउँ ठाउँमा पिच उख्लिएको देखेपछि स्थानीय चिन्तित र आक्रोशित छन्। मङ्गलथान मार्ग अन्तर्गतको यो सडक सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङको आयोजनामा कालोपत्रे गरिएको थियो। तर निर्माण सम्पन्न भएको छोटो समयमै सडकको अवस्था नाजुक देखिएको छ। स्थानीयको आरोप छ निर्माण कम्पनीले कम गुणस्तरका सामग्री प्रयोग गरेर काम गरेको हो। स्थानीय भन्छन् बर्खा त राम्ररी लागेको पनि छैन, सडक उख्लिएको छ र यो सरकारी बजेटको सरासर खेलवाड हो। अनुगमनमा खटिएका स्थानीय शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर श्रवण कुमार यादवका अनुसार कालोपत्रे कार्य सम्पन्न भएको भोलिपल्ट नै अनुगमनमा नै समस्या देखिएको हो। यही हामी जेठको 27 गते हामी त्यसलाई पिस गरेका थियौँ। त त्यहाँ केही टेक्निकल फल्ट भयो, केही प्लान्टमा या त्यो केही मिक्सर नमिलेर त्यो फल्टहरू देखियो 27 गतेतिर। म 28 गते पुगेँ त्यहाँ। बेलुका हाम्रो प्राविधिक साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले भन्नुभयो मलाई। म 28 गते पुगेँ। जुन दिन पुगेँ मैले त्यही दिन कन्ट्र्याक्टरलाई मैले के भने हाम्रो कन्ट्र्याक्टर खैडुङ्गा सफल जेबीबाट हुनुहुन्छ उहाँहरू। त्यसको मेन प्रोभाइडर हाम्रो टङ्क गोजुल हुनुहुन्छ। अनि प्रोजेक्ट म्यानेजर हाम्रो रोशन बराल सर हुनुहुन्छ। मैले उहाँलाई भने यो तपाईँले गर्नुभयो ठिकै छ, तर यो चिज चाहिँ हामी एक्सेप्ट गर्दैनौँ, यसमा केही त्रुटिहरू छ, यसो च्याउनुपर्छ भन्ने हामीले त्यही दिन भन्नु। एक दिन पछि नै हामीले त्यो चिजलाई डिस्क्वालिफाई गरिदियौँ। त्यसको भिडियो पनि बनाएर मैले उहाँहरूले पठाएको छु। तपाईँको भने त्यो 28 गते नै तपाईँले जानकारी दिनु, 27 गते काम सकिने बित्तिकै तपाईँले 28 गते नै हामी जानकारी दिनुभयो। हजुरले मैले प्रमाण देखाएँ नि, हजुरले प्रमाण त हेर्नुभयो नि। त्यही भएर 28 गते नै मैले भनिसकेको छु। त्यसपछि अब कहिलेकाहीँ के हुन्छ भने असफाल्ट अलिक ढिलो सेट भइरहेको हुन्छ, त्यहाँ सेटिङको पनि समस्या थियो। अनि कहिलेकाहीँ असफाल्ट बडी हिट भयो, बडी ओभरहिट भएर पनि त्यस्तो समस्या आउँछ। धेरै कारण हुनसक्छ टेक्निकल रूपमा। अनि हामीले के गरौँ, 2-4 दिन वेट गरौँ, बिस्तारै यो सेटल हुन्छ भने अझै पनि केही समस्या आउँछ कि अहिले त सर्फेसमा मात्रै समस्या छ, हुनसक्छ तलको बेसमा पनि समस्या छ कि भन्ने हामीले यसलाई 2-4 दिन वेट गरौँ, वेट एन्ड वाच गरौँ। अनि समस्या कहाँनिर छ, त्यो बेस माथि टप लेभलमा मात्रै छ कि तलको बेसमा पनि छ कि कसरी यसलाई सल्भ गर्ने त्यो हामीले प्लानिङ गर्न थाल्यौँ। आजको डेटसम्म न एकपल्ट त्यो कामको भुक्तानी भएको छ, न हामीले त्यो एक्सेप्ट पनि गरेका छौँ। त्यही भएर चाहिँ हाम्रो त्यो उसलाई निर्देशन दिइसकेका छौँ यो पहिला सच्याउनलाई। अनि उनीहरू पनि कन्ट्र्याक्टर पनि प्रतिबद्ध छ। इन्जिनियर यादव भन्छन् समस्या देखेपछि निर्माण कम्पनीलाई तत्काल जानकारी गराएको हो। छलफलपछि बिग्रिएको भाग पुनर्निर्माण गर्ने सहमति भएको छ। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रोशन बरालले पनि गल्ती स्वीकारेका छन्। उनका अनुसार सडकमा देखिएको समस्या प्राविधिक त्रुटिका कारण हो। हामी चाँडै बिग्रिएको भाग उखाली पुनर्निर्माण गर्नेछौँ। सर नमस्कार। हजुर नमस्कार। रोशन बराल बोल्दै हुनुहुन्छ? हजुर। त्यो रङ्गली नगरपालिका वार्ड नम्बर 6 मलङथान जाने बाटोमा त्यो नगरपालिका पछाडिपट्टिको पिच हजुरले नै गर्नुभएको हो? हजुर हाम्रै कम्पनीबाट गएको हो। ए सर, यसमा अहिले जुन एउटा इस्यु आएको छ बाटो चर्किने, तपाईँको त्यो पिचहरू सब उकेर गइरहेको छ, के छ सर यो विषयमा? के कस्तो तपाईँले जानकारी पाउनुभयो कि पाउनु भएन? के भइरहेको छ सर यसमा? केही यसो जानकारी दिनु पऱ्यो हामीलाई। ए हुन्छ सर, हामीले जानकारी त पाएको छौँ। अस्ति हामीले पिच गरे पछाडि भोलिपल्ट सायद अफिसबाट पनि सरहरू आउनुभएको थियो। अनि हामी सबैजना बसेरै पिचहरू हेर्दाखेरि भोलिपल्टै त चर्केको थिएन त्यहाँनिर। पर्सिपल्ट सायद होला त्यो हल्का सानो क्र्याक देखा पऱ्यो वारिपट्टि। हजुर। अनि त्यसको के रहेछ भनेर हामीले त्यसलाई खनेर हेऱ्यौँ। खनेर हेर्दाखेरि मुनिको बेस चाहिँ राम्रै पायौँ, मुनिको बेस चर्किया थिएन। त्यसलाई अनि पिचलाई चाहिँ त्यो माथिको पिच चाहिँ उकाएर फालेर त्यसलाई फेरि नयाँ पिच गर्ने सल्लाह भएको छ अफिससँग। ए अब त्यो उकालेर फाल्नुहुन्छ, फेरि नयाँ गर्नु छ त्यसमा चाहिँ? हजुर। ए कहिलेबाट सर यो काम सुरु हुन्छ? हामी प्लानिङ गर्दैछौँ यसलाई आज भोलितिरै गरिहाल्ने हामी प्लानिङ गर्दैछौँ। अब आज त सम्भवै भएन, भोलि अथवा पछिसम्ममा हामी त्यसलाई गर्ने यहाँ प्रयास गर्दैछौँ। यो सर यो के भएर यो यस्तो टेक्निकल फल्ट आएको? त्यो सायद अलिकति ड्रेनेजको प्रब्लम भयो भन्ने हामीले सल्लाह गरेको थियौँ। त्यो हेर्दाखेरि त्यो पानीको निकासको कारणले गर्दाखेरि त्यो कारणले भयो होला। पारिपट्टि चाहिँ त्यो काम गर्दै जाँदाखेरि त्यो पारिपट्टि जुन त्यो अलिअलि पिच उठिएको छ माथिपट्टि बुरबुर जस्तो तरिकाले, त्यो चाहिँ काम गर्दै गर्दाखेरि त्यसमा
पेपरले अलिकति समस्या आएको थियो त्यतिखेर टेक्निकली। अनि पेपरले हामीले छर्न त्यहाँ मिलेन। अनि हामीले मान्छे लाएर त्यो छरेका थियौँ। मान्छे ल्याएर छर्दाखेरि चाहिँ त्यहाँनिर त्यो नमिलेर माथिको त्यो गिटीहरू चाहिँ छुटेछ कि त्यहाँनिर। अनि हो त्यो इस्यु भएर त्यो ठ्याक्कै मान्छेले छरेको पार्ट मात्र समस्या आएको छ कि ठ्याक्कै। ल ठिक छ, धन्यवाद सर, तपाईँसित कुरा गरेर धेरै खुसी लाग्यो सर। 10 दिनमै भत्किएको सडकले निर्माण प्रक्रियाको पारदर्शिता र जिम्मेवारी प्रति प्रश्न उठाएको छ। अब हेर्न बाँकी छ पुनर्निर्माणमा कति गुणस्तर देखिन्छ।